कहिलेकाहीँ लाग्छ कि मैले यतिसम्म गरेर भने जस्तो आफैले फर्केर हेर्दाखेरि पनि त्यो कन्फ्युजन लाग्छ क्या। मेहनत गरिरहेँ, त्यो मेहनत गर्ने क्रममा चाहिँ मैले पछाडि फर्केर हेर्नु नपर्ने, मतलब एचिभमेन्टको म यो ठाउँमा जान्छु र यति गोल गर्छु भन्ने हिसाबले मात्रै गर्दै गएँ। हाम्रा समकक्षी देशका समकक्षी कन्ट्री के अरे चाहिँ कम्पनीका मान्छेहरू यहाँ आएर काम गर्दाखेरि पनि उहाँहरूसँग कुराकानी गर्दाखेरि पनि यो एचिभमेन्टहरू जति गऱ्यौँ त्यो चाहिँ साँच्चीकै चाहिँ के छ भने त्यो एचिभमेन्ट इन्डियामा पनि छैन, जुन कुरा चाहिँ नेपालबाट भयो भने उनीहरू पनि अचम्मित पनि भएको थिए। तर त्यो अचम्मित कुनै बेलामा चाहिँ तपाईँको मैले चाहिँ लगभग 7 टाइम्स व्यापार पछिको पिरियडमा गरेँ। मैले चाहिँ 7 टाइम्स कम व्यापार गर्दाखेरि पनि कम्पनीको सिइओले बोलाएर पर्सनल रूपमा चाहिँ यो त ओहो यो त समथिङ इज मिराकल भनेर भन्नुभयो। जुन कुरा चाहिँ 10% मात्रै, मतलब 10% मात्रै थियो। म 90% अझ बेसी गर्दाखेरि चाहिँ के भयो होला भन्ने कुरा मैले कहिले पनि हेरिनँ। त्यो कारणले गर्दाखेरि मैले चाहिँ लगभग 17 वर्षको उमेरबाट काम सुरु गर्दै आज 33-34 वर्षसम्म पुग्दाखेरि पनि यो कुराहरूलाई चाहिँ मैले कहिले पनि ब्याक फर्केर हेरिनँ।